नमस्ते। त्यो भिडियोमा जुन तपाईहरुले देख्नुभयो नि, जुन गाडीबाट ओर्लेर एउटा धनातेले एउटा पैदल यात्रीलाई कुट्यो भन्नुभयो, तपाईहरु जुन आरोप लगाउनु भयो नि, त्यो एकदमै गलत आरोप हो है। मैले बोल्नुपर्ने अवस्था चाहिँ किन आयो भन्दाखेरि चाहिँ त्यो कुराले गर्दा चाहिँ आज हाम्रो आमा बुवालाई देखि लिएर मेरो भिनाजुको चाहिँ फेसबुकमा नराम्रो शब्द बोलेर एकदमै गाली गलौजहरु हामीलाई वर्षात भइरहेको छ हैन। अब त्यो कुराको चाहिँ के हो भन्दाखेरि तथ्य चाहिँ हामी वसुन्धराबाट हामी घर जाँदै थियौं, चक्रपथ जाममा हामी पर्यौं। चक्रपथमा जाममा त्यो जड्या आएर मेरो भिनासँग पैसा माग्यो। मेरो भिनाजुले टाउको हल्लाएर छैन भन्नुभयो। त्यो भनिसकेपछि चाहिँ त्यो जड्याले त छेत्री बाहुन हो भने सोध्यो। मेरो भिनाजुले हो भन्नुभयो र उसले चाहिँ के गर्यो भने एकदमै नराम्रो शब्द बोलेर मेरो भिनाजुलाई थुक्यो, गाडीमा पनि थुक्यो र त बाटोमा जाँदा मोर्छस् भनेर भन्नुभयो। त्यति भन्दा पनि मेरो भिनाजुले केही पनि बोल्नु भएन र फेरि त्यो जड्या म बसेकोतिरबाट आएपछि विन्डो सिटमा आएर उसले मलाई नराम्रो शब्द बोलेपछि चाहिँ मेरो भिनाजु र म ओर्लेर गएर त्यसलाई कुटेको हो। त्यो गर्नु गल्ती